यो चाहिँ गोठ तपाईको माछा चाहिँ तपाईको एक खोलाको यहाँ हेर्नुस् है हाम्रो बस्तीमा चाहिँ यस्तो छ यो पनि गाईले वेलकम गरेको होला मलाई दाम दुधको दाम मात्रै हैन त्यसमा सब्सिडी गभर्नमेन्टले सब्सिडी पनि दिँदैछ यो अहिलेको सरकारबाट है यो पिठो हेर्नुस् है दुईटा यति मजाको खरायो है उहाँले प्याज लाउनु भएको छ यहाँ हेर्नुस् यो लसुन है यो डल्लै लसुन लाग्छ त्यसको साइडमा चाहिँ मकै रोपेको छ वेलकम ब्याक टु माई च्यानल सम्पूर्णलाई सबैलाई स्वागत अनि नमन गर्दै फेरि पनि म एकपल्ट यो तपाईको माझमा एउटा छुट्टै सानो भिडियो लिएर आइरहेको छु म भने चाहिँ अहिले सिमिचेन भन्ने खिचिपिरीको एउटा यस्तो जग्गा सिमिचेन जुन चाहिँ बाटोदेखि अलिकति झन्डै 1.5 किलोमिटर उकालो गएर एउटा जग्गा छ है त्यहाँनिर बस्ती छ र त्यो जग्गामा म जाँदैछु र भिडियो स्किप नगरी इनसम्म हेर्नुहोस् होला आजको भिडियोमा चाहिँ म तपाईँलाई के देखाउन गइरहेको छु भन्दाखेरि यहाँ पनि बस्ती एउटा यस्तो जग्गा छ बस्ती छ जहाँ चाहिँ मान्छेले आफ्नो डेली लाइफ है बस्तीमा कसरी के गर्छ कस्तो गर्छ है कसरी उनीहरूको लाइफस्टाइल चलिरहेछ भन्ने कुराहरू म सानो सानो छोटो पोइन्ट्स लिएर तपाईँलाई देखाउन साझा गर्नु गइरहेको छु र तपाईँले हेर्न सक्नुहुन्छ यो फुटपाथ सेसी फुटपाथ हेर्नुहोस् त यस्तो मजाले यो चाहिँ अब मैले कुरा सुन्नुमा आएको यहाँकै वार्ड पञ्चायत बसन्तजी हुनुहुँदो रहेछ उहाँको नेतृत्वमा है अन्जिनरीलाई सहयोग गराउँदै गाउँलेहरू सबै प्रत्येक घरमा एक एकजना आएर यो बाटो यसरी बनाएको रहेछ कारण यो आफ्नो गाउँ आफ्नै बनाऊ भन्ने हिसाबले उहाँहरूको एउटा सोचले सबै गाउँले समाज त्यहाँदेखि अब एमजिनरीको त छ र यति मजाको यो फुटपाथ हेर्नुहोस् त यहाँनिर अब बाजे बोजू ठुलो सानो है नानीदेखि लिएर सबै हिँड्नु यति सुविधा गाउँमा यतिको फुटपाथ बनाइदिएको छु सबैलाई राम्रो हुने यो कुराहरू पनि मैले यहाँबाट देखेँ र अहिले भने चाहिँ म सिमिचेन भन्ने एउटा गाउँको है एउटा घरमा आएको छु ए हजुर सन्चै हुनुहुन्छ ल ए यो तपाईँको हो हजुर यो मेरै घर हो ए हवस् हवस् यति मजाको घर रहेछ तपाईँको यो चाहिँ घर तपाईँको आफै गर्नुभयो नि आफै बनाउनु भयो यति मजाको घर आँगन है र यो चाहिँ तपाईँको किचन यता पनि रुम रहेछ है अन्त अलिकति तपाईँको शुभ नाम भन्नुहोस् हजुर मेरो रामकिशोर राई यो सिमिचेनकै हो हजुर सिमिचेन जहाँ गयो यो ठाउँको नाम चाहिँ गैरी तपाईँ के गर्नुहुन्छ म चाहिँ सर यो अलिकति खेती काम वस्तु गाई बस्तुहरू खेती कामहरू जस्तै सागसब्जीको काम वस्तु गाई बस्तु छ ए गाई बस्तु कतिवटा छ 2 पाउँछ अन्त बाछाहरू 2टा छ झारत छ अन्त त्यसमा भेडाहरू पालेको भेडा 3टा छ जाउँ न हामी एकछिन गोठमा हुन्छ र गाइज आउनुहोस् है म उहाँको गाई गोठहरू देखाउनेवाला छु र हेर्नुहोस् गाई गोठ जाने बाटो यस्तो रहेछ उहाँको यो चाहिँ गोठ तपाईँको ए हजुर हेर्नु सक्नुहुन्छ यति मजाले उहाँले म्यानेज गर्नु भएको छ गाई गोठ यो गाई गोठ आफै बनाउनु भएको कि हजुर यो चाहिँ उयो सरकारबाटै दिनु भएको यो जुन गाई गोठ सरकारबाटै यो एमजिनरीकाको होला ए उहाँले गरिदिनु भएको है हेर्नुहोस् यति राम्रो है माछा पालन पनि रहेछ यहाँभित्र आहा यो माछा चाहिँ तपाईँको एक खोलाको खोल्साको पानी यही परबाट उहाँको आफै तानेर ल्याएर अब यो रनिङ वाटरमा चाहिँ यति मजाले यो माछाहरू पाल्नु भएको छ यहाँ हेर्नु सक्नुहुनेछ गाई उहाँले हेर्नुहोस् त यति मजाले गाई है आउनुहोस् ल धुँदै गरेको म देखाउँछु यहाँ हेर्नुहोस् है हाम्रो बस्तीमा चाहिँ यस्तो छ यसरी उहाँहरू दुःख गरेर है उहाँहरू बस्नुहुन्छ है यो पनि गाईले वेलकम गरेको होला मलाई डोरा गरेर हामी 12 लिटर लाउँदैछ 12 लिटर हजुर म डेली पठाउनुहुन्छ है डेली पठाउनु सब्सिडीहरू आउँछ तपाईँकोमा आउँछ त आउँदैछ है यो गभर्नमेन्टकोबाट एउटा स्किम राम्रो आएको छ तपाईँको दुधमा सब्सिडी छ है तपाईँहरूलाई दुध मात्रै बेचेर दुधको दाम मात्रै हैन त्यसमा सब्सिडी गभर्नमेन्टले सब्सिडी पनि दिँदैछ यो अहिलेको सरकारबाट है हेर्नु सक्नुहुनेछ है हामीले मान्छेले चाहिँ अहिले अब मकै रोप्नु छोडिसकेको छ हो अन्त मकैको महत्त्व चाहिँ कति छ भने उहाँलाई अहिले सोध्नु सक्नुहुन्छ हेर्नुहोस् तपाईँले यहाँ आफै बारीमै उमार्नु भएको है यो तपाईँको यो चाहिँ के भन्नुभयो यो चामल मकैको हो चामल यो ढेँडो खाना पनि भयो चामल पकाएर खाना पनि भयो है यस्तो यो मकै हो र अब यतापट्टि यो भुस आएको छ यो चाहिँ गाईलाई काम लाग्छ फेरि यो पिठो हेर्नुहोस् है
मान्छेले खाँदा नि हो हजुर त्यसलाई गाई बस्तुलाई पनि भयो र हेर्नु सक्नुहुनेछ है यहाँ खरायो पनि पाल्नु भएको छ उहाँले दुईटा यति मजाको खरायो है र आउनुहोस् उहाँको बारीमा म है जाँदैछु उहाँलाई लिएर उहाँले प्याज लाउनु भएको छ यो चाहिँ अब खन्ने बेला टाइम भएको प्याजहरू आफ्नै घरको लागि अन्त अलिअलि यता छरछिमेकीलाई पुग्ने किन्नु नपर्ने हिसाबले उहाँले आफ्नो जुन चाहिँ एउटा बारीमा रोपनहरू गर्नुभएको छ म तपाईँलाई देखाउँछु यहाँ हेर्नुहोस् यो लसुन है यो डल्लै लसुन लाग्छ त्यसको साइडमा चाहिँ मकै रोपेको छ फार्मिङ गर्ने एउटा टेक्निक जुन चाहिँ है मकै रोपेको छ यति मजाले उहाँले सिक्वेन्स मिलाएर मकै त्यहाँदेखि बिचमा तपाईँको यो लसुन है यसरी यो डल्लै तपाईँको लसुन बारी र मकै बारी है ए यो उता तल देशको प्याज यो चाहिँ उँधो त्यही रहेछ यो ठुलो ठुलो यी दानाहरू पनि रहेछ नि यहाँनिर है हेर्नु सक्नुहुनेछ यो सबै प्याज लसुनदेखि लिएर बारीभरि उहाँले रोपिसक्नु भएको रहेछ हो तपाईँले हेर्न सक्नुहुनेछ है एउटा सानो एउटा तपाईँ उहाँको एउटा घुरेन जस्तो जग्गामा तपाईँको सबै कुराको तपाईँको यहाँनिर उहाँले मतलब रोपन गर्नुभएको रहेछ जस्तै प्याज लसुन गाजर आलु पनि रोप्नु भएको आलु पुरै छ यो जुन चाहिँ यो एरिया चाहिँ आलु थियो ए डल्लै आलु थियो है यो देख्नु हुँदैछ यो एरिया तलदेखि यसरी गएको यो गएको चाहिँ सबै आलु रोप्नु भएको थियो अरे अब म चाहिँ अलिकति ढिलो आएछु आलु चाहिँ उहाँले निकालिसक्नु कति मन आयो आलु चाहिँ 8-10 मन आलु बेसी आएको 8-10 यति कम्ती बारीमा तपाईँले उहाँले यति धेरै फसल लाउनु भएको रहेछ आलु 8-10 मन भन्ने कुरा चाहिँ अब तपाईँको अब धेरै हो ग्रिन हाउसमा चाहिँ के लाउनु भएको छ टमाटर मजाले लाउनु भएको छ कोपी है टमाटर यो सानो यस्तो ग्रिन हाउसमा पनि तपाईँले एउटा स्पेसलाई तपाईँले केही वेस्ट नगरी स्पेसलाई केही नछोडिकन है तपाईँले लाउनु भएको रहेछ उहाँले लाउनु भएको अब यो हेर्नु सक्नुहुन्छ तपाईँकोमा अब थाङ्राहरू पाएन है सपोज अब थाङ्राको एकदम दुःख सपोज छ भने तपाईँले रुखलाई पनि युज गर्नु सक्नुहुन्छ है यो इस्कुस चाहिँ रुखको फेदमा रोपिदियो भने आफै चढेर यसरी रुखमा चढेर जाँदो रहेछ है हेर्नुहोस् है तपाईँले उहाँले भेडा पालन पनि गर्नुभएको छ है यो 3टा भेडा रहेछ अब उहाँले चाहिँ हेर्नुहोस् है 2 माउ गाई माछा पालन खरायो त्यहाँदेखि यता अहिले भेडा पनि उहाँले पाल्नु भएको छ र अर्को चिज तपाईँलाई मौरी पालन पनि गर्नुभएको छ यो मौरीको डोर हेर्नु सक्नुहुन्छ 8-10 वटा छ ए यो चाहिँ कतिवटा भन्नुभयो 8-10 वटा छ 8-10 वटा छ है कति निकाल्नुहुन्छ सालमा राम्रो सिजन भएकोमा आउँछ 10-15 किलो त 10-15 किलो आउँछ सालमा कति खेप निकाल्छ 2 खेप हुन्छ है अब हेर्नु सक्नुहुनेछ तपाईँले उहाँ एकजना फ्यामिलीले चाहिँ कतिवटा कुराहरू गर्नुहुँदैछ यहाँनिर है अब यो सबै सोर्स अफ अर्निङ है बस्तीमा तपाईँहरूको लागि अब यो मौरी 8-10 किलो चाका निस्किनु तपाईँको गाई मौले 10-15 केजी दुध दिनु र आलु तपाईँको 8-10 मन आउनु भने अब भट्टी हेरेर चाहिँ मैले हामीले के बुझ्छ भने उहाँको अलैँची पनि धेरै निकै आउँथ्यो रहेछ पहिला है अलैँची अहिले चाहिँ छैन सुक्यो उहाँ यस्तो मजाले बेगुन्डा है बेगुन्डा फुलहरू यसरी मजाले सजाउनु भएको रहेछ यो लसुन उखेल्ने टाइम भएको हेर्नुहोस् है यसरी अब यति मजाले डल्लै लसुन लाउनु भएको रहेछ ए बन्दकोपी बन्दकोपीहरू पनि लाउनु भएको रहेछ त्यसमा तपाईँ कुचो पनि निकाल्नुहुन्छ अहिले कुचो पनि तपाईँको धेरै भाउ छ है बस्तीमा कुचो रोप्नेहरूलाई पनि तपाईँको धेरै फाइदा छ यसको कुचो निस्किन्छ त्यहाँदेखि अर्को चाहिँ घाँस काम लाग्छ गाईलाई घाँस पनि काम लाग्यो र त्यो यो डन्ठा त अब गाईले खान सक्दैन डन्ठा निस्किन्छ त्यो डन्ठा चाहिँ फेरि तपाईँको केमा काम लाग्छ दाउरामा काम लाग्छ है एउटै चिजको चाहिँ 3-3वटा उपयोग गर्न सकिन्छ हामीले अन्त तपाईँको यसरी खाली जग्गाहरू छ भने यो कुचोहरू पनि लाउन सकिँदैछ भन्ने यहाँबाट हामीले बुझिन्छ हेलो गाइस र मैले अलिकति धेर थोर है उहाँको जुन चाहिँ उहाँले खेती किसान गरेर आफ्नो जीविका चलाइरहेको है रहेछ र कति प्रकारको उहाँहरूको खेती रहेछ कसरी गर्नुहुँदो रहेछ भन्ने कुराहरू मैले तपाईँलाई यो दृश्यमा लिएर आएको अब यसले चाहिँ म के भन्न चाहन्छु भने मेरो यो भिडियोमा जति पनि हाम्रो गाउँ बस्तीमा है तपाईँले कतिजनाले खेती गर्नु छोडिसकेको छ अब जस्ट हामी एउटा बस्तीमा बसेपछि बस्ती आफ्नो एउटा फ्यामिलीलाई पुग्ने चल्ने उपरान्त बाँकीहरू चाहिँ तपाईँले मतलब व्यवसाय तपाईँले बेच्नु पनि सक्ने हिसाबले चाहिँ गर्नु सक्ने रहेछ भनेर उहाँकोबाट हामीले यो देख्न पाएँ आज है बिहान तपाईँ कति बजी उठ्नुहुन्छ बिहान 4 बजेदेखि नै उठ्छु पछि चाहिँ वस्तुको सोरसार त्यहाँदेखि साथै त्यहाँले धोएर त्यहाँ लिएर डायरी पठाउँछौँ
अनि गर्दै गर्दै अन्त बेलुका घाँसहरू गर्दै त्यो खेतीलाई गर्दै गर्दै भरे टक्कै 5 बजी कोही बेला 6 पनि बजिहाल्छ। बिहानदेखि उठेकोदेखि तपाईँको चाहिँ उठेको अब घरमा बिजिएको बिजी है बिहान बेलुकासम्म नै त्यो टक्कै बेलुका 5-6 बजीसम्म कोही बेला लागिहाल्छ। धन्यवाद है, थ्याङ्क यू।